स्वागत छ तपाईहरुलाई सबैजना सन्चै आरामै हुनुहुन्छ होला म पनि एकदम सन्चै आरामै फिट एन्ड फाइन छु धेरै समय पछाडी म भ्लग लिएर आएको छु छोटो मिठो आज हाम्रो फुलबारी मेलाको दिन हो आज चाहिँ है म चाहिँ हेरि हाल्नु भयो होला देख्छ मेरो फुलबारी मेलाको यात्रा हुँदैछ अनि म यता विभिन्नकोतिर जाँदैछु अहिले एकछिनतिर मात्रै हो अनि फुल ड्रेसमा त आएको छैन म सुट लाएर आएको छु यहाँबाट लुगा लाएर हामी गइन्छ केही समयमा अब हेर्दै गर्नु होला आज फुलबारी मेला कस्तो हुन्छ यो चाहिँ झापाको सबभन्दा ठुलो मेला हो है हेर्दै गर्नु होला तपाईहरु सबैजनाले ल गाइज हामी फुलबारी मेलामा आइसकेको छौँ है दृश्य देख्न सक्नुहुन्छ हाम्रो केटाहरू के हान्ने अरे ल आइया माथि हाम्रो पार्टनरहरू तिर हान्न गइसक्यो उ त को कृष्णमन आयो को आयो कृष्णमन ल गाइज हामी तिर हान्न जाँदैछौँ यहाँ है को हान्ने तिर उयो हान्ने रहेछ तिर हान्न तिर केही गरेछ हिजो प्र्याक्टिकलै खोइ लु पैसा समितिको मान्छे पैसा पर्दैन अरे ल हान्दैन अरे हाम्रो केटाहरू ल जाउँ ल अहिले आउने अरे आन्टी हामी अहिले आउने अरे हामी घुमघाम गर्दैछौँ यस्तो छ माहौल हेर्नु होला मेलाको गाइज हामी फुलबारी मेला घुमिसकेर आएर पनि घरमा आएर पनि हामी हन्डिङ हिँडिसक्यौँ नाइट हन्डिङ ल लाइक सब्सक्राइब गरिदिनु यहाँ तिनजना छौँ हामी लाइटर लिएर उता यो राँगो पुग्यो तिनजना हामी अरिङ्गल मार्न जाँदैछौँ फुलबारी मेलाको हल्ला पनि सुनिँदैछ यहीँ बाटो छ यता घर हाम्रो चाहिँ यता बाटो हल्ला सुनिरहेछ हामी चाहिँ जाँदैछौँ अब हेर्दै गर्नु होला यहाँ छन् केटाहरू रात्रिकालीनमा छौँ हामी चाहिँ अहिले रात परिसकेको छ मेला घुमेर आएर 12 बजी गएको 6 बजी आयौँ मेला घुमेर अनि अहिले चाहिँ हामी जाँदैछौँ फेरि अरिङ्गल मार्नु है अहिले हामी आइसक्यौँ खोइ तल हौ देख्नुभयो कत्रो छ यार ए खोइ नगर केटा अलिक पर बहुत ठुलो छ यहाँ रहेछ अरिङ्गल बहुत ठुलो छ बहुत ठुलो छ ठुलो जुन पनि लगाइरहेको छ दामी पर्दैन त्यो दुलामा लाउने भागे सबैले चल्छ नि त कहीँ ढाक्ने पाउँदैन नि त चियाहरू कहिले छाट्नु हुँदैन कति लान्छु आगो लाग्छ कत्रो रहेछ यार यति छ जोडेको त्यहाँ अब नजा हेर्नु गाइस कस्तो छ यहाँ अरिङ्गलको गोलो समटौँ न बानौँ त अगाडि
अलि माथि बान्नु पर्यो आफू जुम गरी गरी ल गाइस अरिङ्गल आगो लगाइसक्यो हामीले पालेको आँखा खोज्छ है कस्तो लन्चहरू बनायो यता फाइनली दिस इज द नेक्स्ट डे है नेक्स्ट डेको दिन आज सुरुवात यस्तो भइरहेको छ खानासाना खाएर लडिरहेछ खापमा समय एकदम आँटिसकेको छ अहिले अनि त्यो बेला चाहिँ हामीले अरिङ्गल मागेर ल्याएर दुईवटा चाहिँ अरिङ्गल माग्यो हामीले 1.5 किलो जति भएको थियो अरिङ्गल अनि ल्याएर पकाएर खाएर आएर सुतेर दसैँ मनाएर हल्का तास खेलेर अनि सुत्यो अहिले चाहिँ खानासाना खाएर भर्खरै आराम गरिरहेको छु यस्तै छ जिन्दगी मेला सेला पनि घुम्यो रमाइलो भयो यस वर्षको दसैँ पनि सिद्धिएको छ अर्को चाड पर्व आउन आएको छ तिहार अब नजिकै छ तिहार पनि छेउछाउमा आइसकेको छ यो चाहिँ म लगिरहेको छु धेरै दिन भएको भिडियो नबनाएको भिडियो चाहिँ कोसिस गर्दैछु म दिने बनाउने हेर्दै गर्नु होला तपाईँहरूले मेरो भिडियो चाहिँ हेर्नु होला अब दिनकै भिडियो हाल्ने कोसिस चाहिँ गर्छु त्यो गर्नु बाध्यता गर्छु यस्तै छ हेर्दै गर्नु होला अब के हुन्छ भिडियोसँग हाल्ने कोसिस गर्छु दिने है फाइनली म तेस्रो दिनको सुरुवातमा आइसकेको छु तपाईँ हेर्न सक्नुहुन्छ अहिले म चाहिँ तत्काल घर जाँदैछु है अनि हामी हिजो 3 जना दाजुभाइसँगै थियौँ अहिले चाहिँ आफ्नो घरतिर लागिसक्यौँ विपिनको घरबाट चाहिँ अनि अहिले हेर्नुहोस् यस्तो धान ठ्याक्क सबैतिर धान आउन थालिसकेको छ अनि दसैँ पनि फाइनली सिद्धिसकेको छ अब 10-12 दिन जति चाहिँ काम गर्नुपर्छ है फेरि तिहार आउँदैछ उता पल्लोपट्टि चाहिँ धान पाकिसकेको छ उता कटपल फ्यामिली यता हाम्रो गाउँ यता चाहिँ धान पाकिसक्यो अहिले भइसकेको छ काट्ने बेला भयो भनौँ न अब अहिले म चाहिँ घर जाँदैछु यस्तै अब छोटो मिठो भ्लग बनाउँदै म चाहिँ छोटो मिठो भइरहेको छ तेस्रो दिनमा पनि छोटो भइरहेछ क्षमामा यसमा चाहिँ म सरी माग्न चाहन्छु तपाईँहरूसँग है यस्तै हो अब छोटो मिठो हुँदै हुन्छ र त यो भिडियो यो भ्लग छोटो मिठो भ्लगबाट बिदा माग्छु सबैजनालाई अर्को नेक्स्ट भिडियो लिएर आउँछु म यो भिडियोबाट बिदा माग्छु हस्त